हेलो गाइस, वेलकम टु माई न्यू ब्लग। ल आज हामी बाहिर म छोटो गाईलाई लिएर गाईमा मस्त गफ हान्दै गाईहरू यहाँ पसल बन्द गरेर हुन्छ। अँ हेलो गाइस, ल आज हाम्रो आज शनिबार फाइनल। आज कति बजे पसल बन्द गरेर हामीले 7 7 बजे आज ल गाइस ल हामी यहाँ चट्ट हामी जाने दरबारमा छौँ। दाइले पसल सटडाउन गर्दै हुनुहुन्छ है त। अहिले चट्टै पसल बन्द भयो। पसल बन्द भएपछि के छ यार यति पसल बन्द। भाइ पिपिप भाइ, ओ पिपिप अझै एकचोटि भन ल। पिट भयो यतिकै जाने। यो चेन गेट तान्ने होइन, चेन गेट तान्ने। ल आज म स्टार्ट गर्छु है। हामी सर्ट यहाँ अगाडि हिँडिरहेको छौँ। अब आफ्नै तालमा हो हिँड्ने चाहिँ होइन। दिदीको पसल यहाँ छ, दाइको पसल उनीहरूले मस्त व्यापार गरेर हुनुहुन्छ है त। ल अब हामी लाग्यौँ। कहाँ लाग्यौँ भन्दा अब दाजुभाइ मस्त गफ हान्दै ओहो रुमतिर लाग्यो हो। दाइ कता हुनुहुन्छ? दाइलाई गुर्नु पऱ्यो हो। बाइक स्टार्ट गर्नु पऱ्यो हो। उता हुनुहुन्छ हो। चक्क लाएर साउन्ड पनि सुन्यो। अब हामी यहाँ निस्किन लागेको हो। सब फनहरू हो माइ गड। पछि यसैमा त होला नि मेरो पनि होइन। के गर्नु ल, दाइ आउनुभयो। अब म बाइक फर्काउँछु। कताबाट छिर्ने? यहाँ त ल हजुर बस्नु ल। ल सिधै जाम सिधै। सिधै छिर्ने। अब यहाँबाट छिर्दैछौँ चट्ट होइन। अब हामी यहाँ अगाडि बढिदियो होइन। ल अब हामी अगाडि धन्नै नठोकिएको यार धन्नै ठोकिया मगे। अरे त्यो बसले पेलो झन्नै नि। अनि मैले त पेल्नु पर्यो अस्ति म धन्नै ठोकिसकेको थिएँ। हो। कहाँ धन्नै ढुङ्गे धारामा ठ्याक्कै ढुङ्गे धारा? ढुङ्गे धारा ठ्याक्कै आफै ल्याइरहेको छु। पुरो ल्याएर चाहिँ हान्दिनु खोजिरहेको छु कि। अनि अरे नान भन्नु पर्छ नि त। नहान भन्नु भन्नु ल जानु 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 जानु। 1 सेममा बच्यो होला, 1 सेन्टिमिटरमा बच्यो होला सायद। जम्मा जम्मा त्यति बच्यो। ए यहाँ फेरि के भयो? त्यो झ्याप्ने थियो के भयो? झ्याप केही आयो नि मिलाएर त्यसले गर्नु त्यतिकै झ्यापमा रहेछ। ल झ्याप गऱ्यो नि बाइक नचलाउनु कि भन्ने होइन। धेरै त साँझको समयमा चलाउने हो झ्याप आना थियो। अघि लास्टै पेल्छ नि त्यही भएर होइन। न्यु खोज्छन्। म आफ्नै साइडमा गइरहेको छु। म धन्दै रोक्यो, उसले पनि रोक्यो के। रोक्नु त रोकियो नि। रोक्नु त रोक्यो। रोकेपछि भइहाल्यो नि। हामी सबको हान्यो पनि मैले सोचिरहेको थिएँ हानिसक्यो। हो र त्यो हान्न त भएन नि त। हामी यहाँ छिर्नु त होला नि होइन। अगाडि अगाडि हो त। छोटो पर्छ नि त। कहाँ निस्किन्छ यहाँ त? यहाँ सिधै जानु। ल है ठ्याक्कै ढुङ्गे धारा निस्किनु। त्यो राम परिहाल्छ। म त चिने होइन कि हजुरले चिनाउनु है। म यो बाटो खाएको हिँड्दैन। यो पुलको के लाइट छ जल्दै जल्दी पुल होइन नि यो। के भयो यस्तो बिस्तारै बिस्तारै। चप्पल? ओ माइ गॉड। ओए ओए अब चुवाट लगाएर हामी राजाखेरि हिँड्दाखेरि छुट्टै मजा आउँछ है। कहाँ त छिर्ने भन्नु है? तर पानी यार फेरि जाडो पनि बढ्यो नि। अहिले अघि चोइ त वैशाख लाउन लाग्यो है। ब्लाङ्केट उड्नु पर्ने है। के भएको मौसम यस्तो लास्टै के है। धेरै जाडो पऱ्यो त। यहाँभन्दा अघिल्लो वर्ष हेर्ने हो भने कम हो त। पोहोर त गर्मी लास्टै थियो नि त। आम्मामाम यहाँ पहिला त त्यो म आत्तिर होइन एक दिन साइकल के अरे बाइक बिग्रिएको थियो। साइकलमा आएको होइन, पचत्तै त्यो टी सर्ट हुन्छ नि पुरै भिजेको मेरो त। यस्तो गर्नु अहिले त अहिले यस्तो चिसो छ। मेरो साइकल ल्याउनु क्या बुढा? ल्याउन ल्याउन ल्याउने अझै जाने हो हालिदिउँ। अहिले फेरि टायर बनाउनु पर्ने जस्तो। डल्लो पनि चलाउनु मस्त चलायो भने साइकल आउनु जानुलाई चाहिँ भइहाल्छ नि। लचक लचक होइन।
कता हो हामी सिधै पुलबाट माथि जाने तलबाटै सिक्ने यहाँ सिधै जान्छ सिधै जान्छ सिधै तल जाने होइन तल पुलबाट छ उपर अगाडिबाट तल यहाँ त मुनि होइन यहाँ त चिने गइरहेको छ गाडी यो इलाका त चिनेको होइन यहाँ त कहाँ निस्किने बालाजु बालाजु निस्किनु पर्दैन सिधै हामी ढुङ्गा जाने निस्किन्छ यहाँ त यस्तो गल्ली बाटो सबै थाहा बुढालाई हात तेरी हिँडेर आउने बाटो हो नि त हिँडेर जाने बाटो हिँड्दै यो बाटो जाने यत्रो हिँडेर जाने खासै त सबै हो हुन त जति हिँड्ने त्यति एक्सर्साइज राम्रो हुन्छ हिँडेर गयो भने आनन्द हुन्छ कि त्यो पनि हो हिँड्दा अब एक्सर्साइज भएर मजाले होइन त्यही भएर अनि बिहानमा थकाइ हुन्छ गएर मिठो निन्द्रा पनि मिठो लाग्छ कि नि आनन्द लाग्छ नि त त्यो चाहिँ बवाल हुन्छ है यहाँ फेरि यस्तो खाल्टा खुल्टो नि यो बाटो म कम हिँडेँ